यतिकै होला। आज ढिँडो पकाएर खाएको दाइले र मैले। यो ग्रेभी सुकुटी यसमा हाल्ने, दाइले ढिँडो मस्काएको स्पेसल छ आजको खाना डेक्चीमा। भयो दाजु, धेरै नमान्नु। अलिक पर काट्नु न यार, चुलामा उसमा पर्छ यार, चुरोटको डब्बामा। धन्यवाद। त्यो झरे हात भुइँमा हातले हाल्नु। यतिकै उठायो। जे कुरो गर्नु छ अगाडि सोचेर, यो मलाई हुनुभन्दा अगाडि मैले यो लगाइदिनु त भइसकेपछि त गर के हुने मान्दैन त्यो। अब 10 वर्ष हो। ओके 10 वर्ष हो। 10 वर्ष पछाडि तेरो सन्तान कोही बस्छ। तपाईलाई त्यति अहिले के अहिले 10 वर्ष पछाडि गाउन अप्ठ्यारो हुन्छ भनेर पहिला तरकारीमा सोध्दै भात पनि थियो त। भात त मन नखाने, भात खाने म पनि यही खाने। अहिले नि त्यो 50 थोक सोच्नु भन्दा चाहिँ बरु नुन हल्का कम आफूलाई त्यो भएछ। धेरै नि बोध छ भने बरु सबैको सल्लाहले एक दुईजना मान्छे राखेर डोरी लगाउँदा हुन्छ। बरु धेरै ज्यानलाई धेरै भारी नि ठिक छ नि। काइ त डोरी लगाउँदै ठिक चपाउनु नि परेन। दाँतलाई दुःख नहुने बुढो मान्छेलाई सलाद सलाद जान्छ, राम्रो छ। पुनिउ बनाएर ल्याएर आउँछ दाउरो ल्याउँछ नभए मान्छे उहाँ मान्छेहरू। कसले नभए मान्छे के भयो जाँठो टाँसिन्छ त घाँटीमा गएर। अलिक घोक्रो ठुलो भएर फ्लिट त निल्नु पर्यो नि त। अगाडि कि के हो जाँठो? के भन्छ सक्छ तपाईँले? खाइसक्छ। फिनिसै बनाइसकेको छ यार, मेरो त बाँकी नै छ। पाँचवटा रोटी खायो भने बढी। कस्तो अर्कोचोटि खाने कि नखाने? खाँदैन किन नखाने? नेपाली
नेपालीको छोरो नेपालीले ढिँडो भेट्टाएको छोड्छ हामी कि नखाने रे खाँदै